हेलो गाइज, वेलकम टु आवर सनिस च्यानल, युट्युब च्यानल। आज हामी चाहिँ सबैजना मिलेर अल्छी गर्दै बेलुकातिर साकुराको रुखमुनि बसेर खाना हिँडेको। अनि यहाँ पुगेपछि बिस्तारै खिच्दैछु। नजिकै भएको भएर नजिकको तीर्थ हेला भने जस्तो हामी चाहिँ फुल झरिसक्न लागेपछि हिँडेको। आज आइतबारको दिन मान्छे यति धेरै थिए, त्यही पनि ठाउँ पाइँदैन कि भनेर बेलुकातिर सबैजना उठिसकेपछि हिँडेको। अनि हामी चाहिँ पुग्यौँ। यो चाहिँ ठाउँ हो है। यहाँ चाहिँ 4-5 थरीको फुलहरू थियो। कुनै फुलेर झरेर पात पलाइसकेको, कुनै मजाले फुलेको, कुनै पिङ्क कलर, कुनै सेतो खालको। अनि सबैतिर त्यस्तो सानो टेन्टहरू हाल्दै बस्दैका मान्छेहरू सब रुखको मुनि बसेका। आइतबार सबैको बिदा हुन्छ नि त। भोइस ओभर गरेको यहाँ एउटा कराई छ, उता हिँडै छ। हेर्नु न, हामी चाहिँ खाना लागेको सबैजना मिलेर आज चटपटे पानीपुरी बनाएर लिएर गएर अर्को सानो मान्छे चाहिँ उता हिँडै छ। अनि म क्यामेरामा आएँ कि आइन भनेर चेक गर्न जानुभएको सानो चाहिँ, अनि गरेर आएपछि म आएको रहेछु। अनि हाम्रो सानीलाई चाहिँ यस्तो क्यामेराको स्ट्यान्ड केही ठाडो भएको कुरै देख्नु हुँदैन क्या, उसले सबै पल्टाइदिइहाल्छ। यो ठाउँमा अब क्यामेरा हेर्दै उसले पल्टाइदियो। अनि पल्टाइदिएपछि अब फेरि नयाँ ठाउँमा सेट गर्न लगेको यता माथिपट्टि। अनि सेट गरेर बल्ल बोकेर ल्याएँ खाने ठाउँमा। बोकेर ल्याएको त फेरि हिँडेछ घुम्दै फिर्दै रुम्जाटार। हामीले चाहिँ कोक नखाने भनेर लेमन वाटर लगाएको थियौँ, नेपाली प्रोडक्ट। अनि सबैजना मिलेर खानपाई गर्न लागेको। मम्मी र बाबा त बिर्कै खोल्नुहुन्न है फेरि। अनि फेरि बिर्को खोल्न लाएर खानपाई गरेर खायौँ। अनि अर्कोजना यहाँ क्यामेराको अगाडि जाँदै हुनुहुन्छ। उहाँलाई चाहिँ यही क्यामेरा नै रमाइलो लागेको, अगाडि पछाडि गर्दै हुनुहुन्छ। अगाडि हेर्ने पछाडि हेर्ने, एकदम खुसी हुनुहुन्छ। आज यो पार्कमा सधैँ गइराख्ने मान्छे हो हुन त। अनि एकछिनपछि पापा जाँदै मिलाउँदै फेरि जाँदै आज कम्पिटिसन परेको थियो क्यामेराको अगाडि को धेरै आउने भनेर। अनि सानो मान्छे चाहिँ खानुभन्दा धेरै हिँडेर त्यो अलिअलि खाएको पानीपुरी लगाएको थियो, लाँदै बाटोतिर फाल्दै गरेर हामीले चाहिँ अनि फालोस् भनेर उसलाई वास्ता गर्न छोडेर कम खायौँ। कसले छिटो खाने भनेर त होइन, कसले धेरै खाने भनेर खायौँ। चटपट पानीपुरी, लेमन वाटर, त्यो चिया लगिदिएको, चिया नखाने रे। उसको बिस्कुट लगिदिएको, त्यो पनि फ्यालिदियो फुत्तै। पानीपुरी खाने रे। पानीपुरी देखेपछि कसले बिस्कुट खान्छ। अनि पानीपुरीको डल्लै मुखा हालेर लिएर हिँडेको, डल्लो फाल्छ, बाबा टिपेर ल्याउनुहुन्छ फेरि फाल्छ। त्यस्तो छ यहाँ हाम्रो। फेरि कता फालेर आयो फेरि लिनलाई। अब दिन परिहाल्यो, खान्छु भनेपछि मुखा हालेर फेरि हिँड्यो। कता फाल्छ ओर्छ अनि फेरि आउँछ खानालाई। अनि अब हाम्रो चाहिँ यहाँ खानेकुरा अगाडि देख्दा त्यहाँ माथि चटपट पानीपुरी धेरै पछि देखेको, कसले बाबुलाई हेर्छ भनेर हामी चाहिँ गम खान थाल्यौँ है। एकछिन भोइस ओभर नगरौँ भनेको त बाबु क्यामेरा अगाडि गएर गरेको भिडियो मात्रै, भोइस मात्रै आउँदो रहेछ त। त्यही भएर गरेँ। अनि हामीले पानी थपी खायौँ। 1 बोतल धेरै हुन्छ कि भनेर लगेको पानी पनि सबै खायौँ हामीले। बेला बाबुलाई सम्झेर हामी यसो बोलाउँछौँ, फेरि ऊ चाहिँ यहाँ क्यामेराको अगाडि आएर गरेर आची गर्नु थालेको थियो। गाह्रो छ हौ बच्चालाई पनि, क्यामेरामा देखिन्छ कि भनेर पछाडि लुकेर गर्दैछ। खाउन्जेल होस् त नि भनेर अनि हामी उसलाई छोडिदिएर फेरि खान थाल्यौँ। बेला स्ट्यान्ड हल्लाइदिन्छ, बेला झिक्रा ल्याएर घोदिदिन्छ। के गर्छ सानो बाबुले। आयो अब उसले आची गरिसकेपछि चाहिँ हिँड्छ है बल्ल, नत्र उसलाई छुनु हुँदैन हामीले। फेरि पानीपुरी खान आएको, अलिकति खाएर हिँड्यो। उसलाई पानीपुरी खुब मन परेछ। अब पापा लिन जानुभयो पानीपुरी, बाबुलाई लिन। बल्ल उसले खेल्ने कुरा पाछ। पापाको चप्पल लिएर हिँड्यो गुटुङ ओह्रालोमा। फेरि उसको भर्खर हिँड्न लाग्यो भने त ब्रेकै लाग्दैन भने। उकालो त अलिअलि हिँड्छ, ओह्रालोमा ब्रेक लाग्दैन, एकैचोटि तल पुगेर रोकिने हो। अनि चप्पल नि कतातिर लग्यो, फाल्यो। अब अर्को चप्पल लिन आयो कि यतिकै खाना हो। ऊ आएपछि अब उसलाई खाना पर्या हो कि बोक भन्या हो कि के भनेको कुरा बुझिँदैन है। यति बेलाको बच्चाकोहरूलाई त न कुरा बुझिने, न भनेको मान्ने। केही पाएन भने सर्लक्कै सुतेर पल्टङ पल्टिहाल्छ। हामी चाहिँ पहिला अब उसलाई फकाउनुतिर लागेको त केही भएन, पालो अनि फकाउँदै खाँदै। जे दिँदा नि मान्दैन, होइन भन्छ। त्यही भएर सकेसम्म पहिला खाउँ भनेर सकाइदिउँ हामीले खाएर, ल टाकटुक पारेर। अनि तपाईँहरू जापानमा हुनेहरूले चाहिँ यसरी फुलको मुनि बसेर खानुभयो कि खानु भएन, खाएको देख्नुभएको छ कि छैन। अब भिडियो लामो रहेछ, त्यही भएर अरू भने नि गफै गरौँ। भिडियो हेर्न यतिकै झ्याउ लाग्ला। तपाईँहरूको टाइम पनि त यसो हेरिदिनु पऱ्यो नि हामीले होइन भनेर यसो हेरेको त बाबु त दौडेको छ फुर्र दौडेको छ त पुतली जसरी।
हामीले खाएको भन्दा बाबु दौडेको छिटो दौडे खा बल्ल एकछिन उभियो भनेको ऊ पानीपुरी लाखेर फालिदियो फेरि फालेर हिँड्यो बाबाले खाइसक्नु भयो अब बाबुलाई हेर्न निस्किनु भयो नाति र बाजेको हिँड्न पर्छ वास्तै नगरी हिँड्यो ऊ बाबुलाई कसैले फेक्न सक्दैन लगाएर फोन पनि घुम्नु भाइ पागो भुइँलाई पागो देऊ तिमी गाई हो म्या गरे मुनि हो मम्मा 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 कस्तो मम्मा हो थकिन्छ सानी पापालाई हाई भनिदेऊ हाई पापा उता हाई गरिदेऊ कस्तो क्यामेरा सेल्फी स्टिक जस्तो बनाएको जरा क्यारेक्टर हाई भन ल दुईपट्टि काटेको कस्तो राम्रो साउन्ड थाल्यो है अब भेटिन लाग्छ सबै भेटेपछि आनन्द हुन्छ क्या अलि भेटिन नि सक्छ लिएर नि हो कि सानो बच्चा ल्याएर गाडी चला नि त ल डुङ्गा यता हेर न छ नि आफै झरिहाल्थ्यो नि किन झार्दैन आजको खानामा यस्तै भयो गाइस रमाइलो भयो अनि खेलेर आयौँ अलिअलि हामीले यहाँसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच